हेलो गाइस नमस्कार वेलकम ब्याक टु माई च्यानल। सधैँ सधैँ खालि यसले पिरो चाउचाउ मात्रै खान्छ, नगर्नु होला प्लिज है। अब यस्तो मुखले मात्छ यस्तै, अनि त्यही भएर खानु पर्यो है। आज पनि मैले एज युजल डेभिल 3x स्पाइसी नुडल, त्यसमा सुकुटी पनि राखेको छु, पाक्चोई पनि राखेको छु, टोफु पनि छ, एन्ड देन साइड बाई साइड चिकन मोमो बनाएको यहाँ फुटेर बेहाल्छ। अनि यो फुटेको यो पनि यसमा मिक्स गरेर खान्छु भनेर कि। सो गाइस म अब मिक्सबाट स्टार्ट गर्छु। सो गाइस लेट्स बिगिन। आज चाहिँ हातले खानु पऱ्यो भनेर कि अरू मुकब्याङहरूले यस्तो मजाले मुकब्याङर्सहरूले चाहिँ पुरा हातले मुसेर हातले खाएको देखेर कस्तो हुँदैछ यसो ट्राई गर्नु पऱ्यो भनेर नि मैले पनि। तर झुटो नबोलिकन भन्नुपर्दाखेरि यो स्पाइसी त्यो पाउडर जुन छ सिजनिङ पाउडर त्यो चाहिँ मैले पुरा चाहिँ राखिनँ होइन, बिकज इट्स टु मच 3x स्पाइसी हो नि त। एकदम मुख मिठोको लागि हेल्थ बिगार्न पनि अलि जानी चाहिँ किन होइन, आफूले जति पिरो खेप्न सक्छ त्यति नै खाने हो कि होइन गाइस। ओहो छुट्टै अर्कै मजा हुँदैछ यो हातले मिक्स गरेर खानु पनि। सो हेरौँ कति खान सक्छु। ओ माई गड मेरो छोरी आएछ सर, अब यिनीहरूले बर्बाद बनाउँछ। सो गाइस खाएँ ल फर्स्ट बाइट। आइपुगेछ गाइस। हातले खानु पनि भएन।
ओके गाइज, मैले आफ्नो स्पाइसी नुडल मोमो खाएर सकाइसकेँ. आई होप यु गाइज enjoyed my video. So keep watching and keep supporting. Thank you. Bye.